हेलो वेलकम एभ्रिवान। सेकेन्ड टाइम हो यो मेरो भ्लग स्टार्ट गरेको। अनि मैले हिजो नै फर्स्ट टाइम भ्लग स्टार्ट गर्दाखेरि नै भनेको थिएँ कति प्रायःलाई सक्दो सपोर्ट गरिदिनु होला हजुरहरूले भनेर। अब कोही कोहीले सपोर्ट गरिदिनु पनि भएको छ, कति प्रायःले सब्सक्राइब गरिदिनु भएको छ। अनि कतिपय खास गरी मान्छेहरूले नि कति मान्छे भर्खर न्यू होला नि सब्सक्राइब गर्नु खोज्दैन कि कति सपोर्ट गर्नु खोज्दैन होइन। त्यो चाहिँ रियालिटी नै हो, भन्नुपर्ने त्यस्तो केही पनि कुरो छैन, थाहा पाएको कुरा हो। अनि सक्नुहुन्छ भने चाहिँ प्रायः अरूहरूलाई कम निचा देखाएरै सपोर्ट गरिदिनु होला। त्यही पनि लाइक भ्युजहरू त्यति साह्रो नआए पनि आए पनि नआएको हो भन्दैमा नि कम आएको छ भन्दैमा नि भ्लग गर्ने छोड्ने चाहिँ होइन। म जति सक्दो हाल्छु भिडियो, आफ्नो मर्जीले हालिदिन्छु। कति के बनाउँछु आफ्नो तरिकाले बनाउँछु, भिडियो हालिदिन्छु। अब हजुरहरूले अब कुन भ्लग गर्नुहुन्छ भने अब आइडियाहरू दिनुभयो भने त्यही तरिकाले स्टार्ट गर्छु। अब भर्खर स्टार्ट गरेको त्यस्तो नलेज छैन होइन। हजुर कोसँग नलेज हुनुहुन्छ त्यतिखेर अलिकति कमेन्टमा भनिदिनु होला, सिकाइदिनु होला भ्लग कसरी स्टार्ट गरिन्छ। अब न्यू मान्छे अब न्यू भएपछि त्यस्तै हुन्छ। अब भ्लग अब मैले खास सोचेको पनि छैन, नर्मली जस्तो कस्तो हुनुहुन्छ त्यसरी बनाइदिएकै हो भ्लगहरू। अब हजुर के गर्नु, सपोर्ट चाहिँ गरिदिनु होला जसरी भए नि। अब जसरी भए पनि सधैँ सपोर्ट नै गरिदिनु होला, त्यही भन्छु। अब आजको यो चाहिँ सेकेन्ड टाइम हो भ्लग स्टार्ट गरेको। अब बिस्तारै राम्रो बनाउँछु। सुरुमा त अब यस्तै हो भ्लग बनाउने। अब यतै अहिले चाहिँ कामतिर नै छु, अनि त्यति साह्रो टाइम पनि भ्याउँदैन काम जबको कारणले यताउता भ्लग बनाउन। कुनै अलिक छुट्टीको बेला भएको बेला यताउता घुम्न जाने बेला चाहिँ राम्रै भ्लग बनाएर हालिदिन्छु। सक्दो हजुरले सपोर्ट गरिदिनु होला। बिस्तारै भयो नि। आजलाई चाहिँ भ्लग यति नै गर्छु। बाई सबैलाई।